16 रहेछ 16 को 1 रहेछ नि एप्रिल है अरूको नाम एप्रिल पहिलो साउन कप लिएर खानुपर्छ नि त अन्त नखाने अरे नि त नानालाई पनि दिनुहोस् अब यो डल्लै मेरै गरम भएन अहिले त खोइ पाएर के हो बडाइमा पनि खाँदा यही लाउनु पर्छ के खायो मलाई भनिहाल्नुहोस् है म आगो पुग्छु बहिनीलाई लगाइदिउँ ल बहिनी हाम्रो भान्जीहरू बस्दै गर्नु हात मात्रै लगाइदिउँ आज योगिताको हातको खानुपर्छ चिकन करी है भान्जी मम्मीले पकाउनुहुन्छ आज ल मेरो भान्जी योजना अनि यता चाहिँ हाम्रो जसिन्टा योजना र जसिन्टा भान्जी मम्मीले दामी लाउनुहुँदैछ नि ठिक छ मम्मीले कस्तो लाउँदैछ हेर्नु त तिमीले पनि सिक्नु पर्यो नि त त्यसरी दामी लाउनुहुँदैछ है भोलि चाहिँ ठुलो भएर मम्मीले चाहिँ लाउनु पर्यो नि त ठुलो नानाले त गर्छ नि लगाउँ हामी हो र टिप्ले पनि टल्काउँछ मैले ग्यासहरू चलाउँदा अलिकति दाँत चाहिँ के भयो
हेर नचाको दिदी दिदी नचाकेर उमालेर गर्ने उमालेर गर्नु बहिनीले पकाउँछ नि म उमालिदिन्छु बहिनी यहाँनिर प्याज खोल्नु ल म उयो गर्छु प्याज धुवा गुम्सिन्छौ पहिला पहिला त मुख पनि खोलेको नि तिमीले अस्ति मुख खोलेको नि तिलले गर्दा है काटेर धुनु तपाईँले लिएको पो दामी थियो अस्ति के त्यो त फ्रेस थियो नि यो फोन उयो भएको छ बेबेको फोन बिग्रेको छ बिग्रेको छ त्यतिकै खोल्नु केटाकेटी हुन्छ सिक्नु गिटार पापाले सिकाउँछ नि पापाले जान्नुहुन्छ पापाले नै मलाई गिटार सिकाउनु चाहिँ पापा भनेर भन्नु उजन गर्दा चाहिँ भिडियो काटिन्छ कि त्यो छुरीले त्यो अर्को छोरी त भुत्ते छ है यो गिटार चलाएको के हो यो अस्ति छुर्पी काटेको हौ ए रश्मि आउँदाखेरि छुर्पी बङ बङ काटेर जस्तो है बाल्टी सानो भान्जीले बाल्टी हजुर मिलाइदिनुहोस् ल बहिनी उहाँनिर छ ल ठाल हाम्रो त भान्साघर साह्रो सानो भयो है चारजना मान्छे बस्ने ड्यामै हुन्छ यो ठालमा लगाउनु पर्छ फेरि धुएर पानी उयो छ पानी अहिले त माथि जानुपर्छ चिकन लिनु पनि गाउँमा काट्नु छोड्यो चलाउँछ पहिला पनि यहीँ खान्छ यहाँको त्यहीँ खाँदैन यहाँ भन्दा योगी त तिमीहरूको पनि जाडो नि है जाडो रहेछ अलिक जाडै छ जाडो रहेछ त्यहाँनिर बालासनको उता खान्छ नि त उयो आउँछ नि त खोला नजिक छ त्यहाँ है म त बराबर भनेको है चिसोको छ नि हाम्रोमा यहाँ तातो छ अलिकति तातो छ बेलुकी र बिहानमा त अलिअलि जाडो मामाको घरमा आएको है भान्जी खुसी भइरहेको छ दाल बसाइदिइहाल्छु अहिले छाड्नुपर्छ कि सानो टमाटर गरिदिन्छु अर्पण गर्नु होस् अहिले बहिनी सिमरा गरौँ न अब चिकन निकाल्ने बेला भयो होला निकाल्ने बेला भयो अहिले दाल बसाएर बिस्तारै गरेर फुत्तै आउँछ नि मुखबाट पानी
हो त्यहाँ राख न त्यहीँ राख्दै थिएँ बसाउँछु यो चिकन पनि निकाल्ने बेला भयो निकाल्दिन्छु यतिको निकाल्नु पर्ने यत्तिकै हो नि यहाँदेखि बेसी भयो भने त आज चाहिँ बहिनीको हातको खाइदिउँ त लु यता पनि यो छ कि यो छ यो दिनुपर्छ बहिनीलाई अन्त म मसला पिस्छु यहाँनिर छ ल चलाउनु पापड बस फ्राई गर्नुपर्छ त्यो पापड ठुल्ठुलो डल्लो फ्राई गरौँ झ्याम झ्याम एक एकवटा है सजिलो हुन्छ डल्लै गरिदिनु कतिवटा छ के भएर धुवा घुम्छौ आज यो त्यतिकै हावा चल्दैछ नि त भाइ म पनि अब मसला पिस्छु पुरा घुम्छौ नि त्यसैले सजिलो हुन्छ निकाल्नु यहाँनिर निकाल यो यहीँ हुँदै गरेछ अहिले म अचार बनाउँछु गएँ यो गीतले रातो खाँदैन रहेछ नि चिली पाउडर बसेन दौरा के भयो त्यो बाहिर बाहिर बोल्छ त्यसको जोडी हालिदिनुपर्छ एउटा गतिलो रुख डाल्यो कस्तो बनाउँछ ग्रेभी वाला नभिजाइ बनाउनु
पाकेछ है दाल एकपट्टि बसाइहाल्नु दाल झाड्छु अब लसुन र प्याजमा मात्रै झाट्नु बुढोको पिरो बनाएर भान्जा गए चाहिँ पिङ गरिदिन्छ अब बहिनी ल्याउ न अस्ति निकाल्दै मैले फेरि तिमीहरू आउँछ भनेर राखिदिएको खेला न अन्त लु अब नाना अहिले टाउको नआएर आउनु भएको त तिमी खेल्दा गर न अन्त हुन्छ नगर नानालाई पुरा माया गर्दछ नि त उसले नानालाई छोड्नु मान्ने गराइने रहेछ छोड्नु मान्दैन ए एक्लो झन् टिभी त हेर्दैन गर्नु हो र साथी छ भने चाहिँ हेर्छु अचार पिस्नुपर्छ ल सबै भयो है भयो अब भात पाक्नु अचार बनिदिनु खालि त्यति नै हो भान्जीलाई भोक लाग्यो अब नुन यो त्यति पिरो छैन बहिनी म पनि कम्ती पिरो खान्छु कि त्यसले गर्दाखेरि तिमीले पनि कम्ती खाएर रुचाउ नि त है एक पो बज्न आँट्यो त बिचरा भान्जीलाई भोक लाग्यो होला है योजना भोक लाग्यो योजना हल्का चाहिँ भन्दै अहिले माइजूले खायो भने माग्नु ल यहाँनिर राखिदिँदै गर्छु एकछिन ल यो ठाल मन पराउँदो रहेछ नि त लैजाउँ अस्ति एड्रीले पनि कम्ता मन पराएको नि यो प्लेट त्यो सानो ठुलो दुईजनाले त्यसै मन पराउँछ लान्छौ घर मम्मीलाई भन नि त मम्मी के गर्नुपर्ने प्लेट त दामी रहेछ यसो मामालाई यसो भनिदिनुहोस् न भनिदेऊ मामालाई यसो फोर्स गर्नुहोस् त भनेर आज बहिनीको हातको चिकन फिलाकहरू लगाइदेऊ न हौ
सानोलाई यहाँनिर हो मम्मीलाई साना दाल मनपर्छ भान्जी साना दाल ल बस साना दाल मनपर्छ भान्जीलाई है ठुलो भान्जीलाई मनपर्छ मनपर्छ ए ठुलो भान्जीलाई हो अचार लगाइदिउँ ठुलो भान्जी अलिकति लगाइदिनु यहाँनिर लगाइदिन्छु अझ प्याज लगाएछन् सानो भान्जीलाई खाँदैन पापड लगाइदिन्छु ल म ल यहाँनिर राख्छु हो ल भान्जीलाई यहाँनिर ल चमच पनि दिन्छु ल म ल भान्जी हातले खान्छ होला। हातले खाने होइन हातले खाऊ मजाले अहिले दालमा खान्छ होला नि त हुन्छ त्यो चारजना खाऊ ल खाऊ खाउँ ल ल खाऊ 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 हातले खान्छ है दुईजनाले नै हातले खान्छ चाउलहरू चम्मच हाल्यो। ठुलो भान्जी दाल चाहिँ चमचले लगाएर खानु ल खाउँ ल बहिनी खाउँ ल खाऊ 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 फटाफट चिया सेलिहाल्छ 1 पो बज्यो त बिचरा भान्जीलाई भोक लाग्यो नि आज ढिलो भयो नि त खाएँ है ल दामी पकाएछ बहिनीले चिकन कस्तो भएछ भान्जी खाएकै छैन मिठो भएछ यामै भन्देऊ न मम्मीलाई दामी भएछ मम्मी भन्देऊ न यमी भयो सानो भान्जी मिठो भयो योजना चिकन टोक्देऊ न त चिकन एउटा क्वाप टोक्देऊ न त साग मिठो है मिठो त्यस्तो सब्जीहरू मनपर्छ मलाई पनि हरियो परियो पुरा मनपर्छ यो यिनीहरूले सुक्खा पाराले खाँदो रहेछ नि त म पनि सुक्खै पाराले खान्छु कि तर त्यस्तो होइन सुक्खा पनि प्याजको अचार मिठो भयो है मिठो ज्वाइँले गर्दा मात्रै दाल बनाएछ नि त घर यो ज्वाइँ र उयो छोडेर पुरा दाल मलाई योजना चाहिँ एउटा सुन्नु छ भने खान्छु दाल हो छैन खाना माग्नु ल सानो भान्जी र ठुलो भान्जी हुन्छ मलाई चाहिँ सानो भान्जी दालहरू लगाउँदै खानुहोस् चम्मचले दाल लगाउँ उसको त बोली नै मिठो हुन्छ पोतले बोल्छ चिचिङ खाउँ न यो चाहिँ पापड भयो सानो भान्जीलाई लैदेऊ ठुलो भान्जीलाई पापड छ मेरो एउटा डल्ले खोर्सानी लगाएँ को पनि पिरो हुन्छ मलाई है पिरो लाग्छ पिरो खालको हुनुहुन्छ है अँ 1
किलोहरू 2-3 किलो बेच्यो त र पुरा फलेको छ अब अहिलेको घरमा ए हो र कसरी किलो बेच्यो 400 ए एक पावा गर्दै एक पावा गर्दै 1 केजी जस्तो लग्यो हो बिजन आधी केजीहरू गर्दै थुप्रो जान्छ थुप्रो जान्छ मजाले स्याहारेर हो त्यस्तो अब लग्लो झ्याङ हो भक्यो लगाइदियो भयो हाम्रो कान्छीलाई कान्छी लगाइदिन्छु योजना माइजूलाई माम माग्नु ल नलजेकिन मागै ल एकछिनमा लगाइदिनु मिलाइदिनु बहिनी पानी खान्छ नि यहाँ चाहिँ योजनालाई दाल पनि लगाइदेऊ भने मासु लगाइदिउ अलिक खुवायो कि त भात अलिकति खानु मासु चाहिँ भयो ल खाऊ न दाल पनि छ एक पिस त खुवाउ न हौ यत्रो छ ठुलो भान्जी दाल खानुहोस् त सागसँग पचार भयो सानो भान्जीलाई दाल लगाइदिउँ योगितालाई नि दाल लगाइदेऊ है भयो दाल पनि दाल खाँदैन अरे उसलाई भात लगाइदिन्छु सानोलाई भात लगाइदिउँ लगाइदिउँ खान्छौ के नभए अलिकति लगाइदेऊ न यति ल मासु लगाइदिन्छु मेरो भान्जीलाई कस्तो मजाले केलाएर खाँदैछ हौ ल मजाले केला आउनु सक्दो रहेछ नि त भातमा सबै मुसेर खाँदो रहेछ पापड एउटा पानी सुके त है मुस्यो नि बहिनी अब बर्खामा पुरा उयो बर्खा हो खोला जस्तै सानो खोला जस्तै हुन्छ यो त यो त राख्न बिहान चाहिँ तातो हुन्छ पानी चाहिँ हुन्छ नि त है हजुर यो त फेरि